कपडाहरू जलाइदिनु भयो अनि बाबाले चाहिँ मलाई मुसी भन्नुहुन्छ क्या अनि मेरो मुसीको हालखबर कस्तो हो भनेर आमासँग सोध्नुहुन्छ गरे बाबाले चाहिँ घोडा टेकेर आई लभ यु चाहिँ भन्नुभएको होइन अनि त्यही काले केटाले त होला अनि म उसलाई मन पराउन भनिदेऊ भनेर एकदम इगो र एटिट्युडमा थियो म अलिकति अनि पछितिर कतिखेर माया बस्यो थाहै भएन 5 रुपियाँको के सामान किन्न छ भने पनि हैन म उसकै दोकानमा जान्थेँ किन्न मैले उसलाई हेर्थेँ उसको फेसमा हेर्थेँ मैले उसको फेसमा हेर्थेँ तर उसले मेरो फेसमा एकचोटि पनि हेर्थेन क्या अब उसले मेरो फेसमा नहेर्ने पैसा पनि अब यसरी पहाडी फर्किने दिनमा दुईटा मबाट दुईटा उताबाट दुईटा चाहिँ रिप्लाई मदेखि चाहिँ माया उदेखि चाहिँ नाइ भनेर रिप्लाई आउँथ्यो चिठी चाहिँ फेरि एउटा पेजको पुरै फुल हो फेरि दिने चाहिँ दर्शक महानुभावहरू नमस्कार मेरो नाम गोविन्द्र साउदु दर्शक महानुभावहरू यति बेला भने म बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर 9 पर्ने धर्मबस्तीमा यति बेला आइसकेको छु मेरो साथमा आज केही फरक जोडी हुनुहुन्छ र आज इन्टरकास्ट जोडी जो अन्तर्जातीय विवाह गरेर अहिले वैवाहिक जीवनमा बाँधिनु भएको छ आज पनि उहाँको कथा तपाईहरुको माझ राख्ने प्रयास गर्नेछु भिडियो तपाई कहाँदेखि हेर्दै हुनुहुन्छ म यो ठाउँबाट हेर्दैछु भनेर कमेन्ट गर्न चाहिँ नभुल्नु होला भन्दै लाग्छु म कुराकानीतर्फ नमस्कार स्वागत छ हजुरहरुलाई नमस्कार कन्चे हुनुहुन्छ हजुरहरुको नाम मेरो नाम वर्षा शर्मा बन्जाडे हजुरको मेरो सुशील सुनार इन्टरकास्ट जोडी तपाईहरुको इन्टरकास्ट जोडी कसरी सुरुवात भयो तपाई त ब्राह्मणको छोरी हैन उहाँ चाहिँ सुनारको छोरा तपाईहरुको सम्बन्ध कसरी अगाडि बढ्यो हामी टाढाको होइन हामी नजिकै हो एउटै गाउँ एउटै ठाउँ घर ओल्लो पल्लो घर हो छरछिमेकी अनि प्लस हामी सँगै स्कुलमा पढ्ने अनि वहीँदेखि हाम्रो प्रेमको सुरुवात भयो स्कुलबाटै कति कक्षामा पढ्दाखेरि भएको खासमा म 9 मा पढ्थेँ उहाँ चाहिँ 7 मा पढ्नुहुन्थ्यो कि इन्टरकास्ट बिहे गर्नु नै आफूमाथि एकदमै चुनौतीको कुरा पनि हो हैन एकदमै धेरै हाम्रो इन्डियाको र पाकिस्तानको लडाइँ जस्तै नै हो एउटा म चाहिँ सुनारको छोरा हो उहाँ चाहिँ ब्राह्मणको छोरी हो भोलि बिहान केही हुन्छ कि भन्ने केही त्यस्तो भयो कि भएन धेरै नै भयो भोलि बिहान उसलाई मैले आफ्नो मायाको प्रस्ताव राख्दाखेरि भोलि बिहान ममाथि केही घटना पो घट्ने हो कि ममाथि केही भइहाल्ने हो कि भन्ने मलाई धेरै डर पनि थियो किन भनेपछि हाम्रो इन्टरकास्ट कपल जति पनि हुनुहुन्छ नि धेरै माथि चाहिँ यस्तो अन्यायहरू भएको छ त्यही भएर पनि मलाई डर अनि अलिकति हुन्थ्यो त्यस्तै खालको मलाई घबराहट डर त्रासमा कस्तो खालको डर मतलब उसँग छुट्नको डर के छुट्ने हो कि अलग हुने हो कि फेरि भन्ने त्यो टाइपको डर चाहिँ धेरै हुन्थ्यो स्कुल पढ्दाखेरि प्रस्ताव चाहिँ सुरुमा कसले गर्यो अगाडि तपाईँ प्रस्ताव भन्नाले उहाँले घोडा टेकेर आई लभ यु चाहिँ भन्नुभएको होइन अनि मेरो साथीको थ्रुबाट भन्नुभएको हो अनि हामी एकदम मिल्ने साथी थियौँ अनि उहाँलाई चाहिँ अनि मैले यस्तो यस्तो केटीलाई मन पराउँछु अनि भनिदेऊ भनेर भन्नुभएको रहेछ अनि उहाँ धेरै मलाई हेरे गर्ने अनि त्यसपछि बोल्न खोज्ने हाम्रो दोकानमा आकुवाई गर्ने भएको हुनाले चाहिँ मैले शङ्का पाइसकेको थिएँ कि उहाँले मलाई मन पराउनुहुन्छ भन्ने टाइपको अनि त्यही काले केटाले त होला अनि म उसलाई मन पराउन भनिदेऊ भनेर एकदम इगो र एटिट्युडमा थियो म अलिकति अनि पछितिर कतिखेर माया बस्यो थाहै भएन तपाईँ चाहिँ पहिला मन पराउनु हुन्थेन नै कति पनि मन पर्थेन 5 रुपियाँको के सामान किन्न छ भने पनि हैन म उसकै दोकानमा जान्थेँ किन्न मैले उसलाई हेर्थेँ उसको फेसमा हेर्थेँ मैले उसको फेसमा हेर्थेँ तर उसले मेरो फेसमा एकचोटि पनि हेर्थेन क्या अब उसले मेरो फेसमा नहेर्ने पैसा पनि अब यसरी पहाडी फर्किने अनि अब पैसा फालिदिन्छ कि भन्ने खालको एउटा उसले सोच्ने दिमागमा होइन अनि फेरि मैले कहिले कसो त मैले पैसा पनि नयतिकै नफालेर म हिँडिदिन्थेँ क्या सामान लिएर पसलमा तपाईँले उहाँको अनुहार हेर्न आउनुहुन्थ्यो आउँथेँ म अनुहार दिनमा एकचोटि जस्तो शनिबारको दिन अब स्कुल बिदा भयो भने अनि के गर्दैछ नि त आज हो यसो गइदिउँ न त भन्ने खालको त्यो सोच लिएर म जान्थेँ दोकानमा दिनमा एकचोटि नहेर्दा त फेरि चित्तै नबुझ्ने पसलमा केही किन्नेको न्यू गरेर पनि हेर्न चाहिँ जान्छु भन्ने चाहिँ तपाईँको मनमा लागिरहन्थ्यो त्यस्तो लागिरहन्थ्यो अनि उसको चाहिँ घरमा फेरि उसको घरदेखि चाहिँ एउटा आली थियो आली हुन्छ नि त खेतको आली जस्तै उसको पनि घरमा एउटा आली थियो त्यो आलीदेखि चाहिँ हिँड्यो भने चाहिँ ठ्याक्कै पछाडिपट्टि अर्को बाटोमा पुगिन्थ्यो क्या अनि त्यसकै आँगन भयो उसको आँगन भएर चाहिँ त्यहाँबाट जानु पर्थ्यो अनि कहिले अब भन्नु भने अघि नै तपाईँले पैसा नहुँदा चाहिँ के गर्नुहुन्थ्यो भनेर पैसा नहुँदा चाहिँ त्यही गर्थेँ मैले हेर्नको लागि पनि त्यो आलीको बाटो भएर अर्को बाटो जान खोज्थेँ म अनि म चाहिँ लुक्थेँ क्या अनि ऊ लुक्दिने उहाँ देख्ने बित्तिकै लुक्ने अनि ऊ चाहिँ अनि बाटोमा आउँदाखेरि सिटी बजाउने अनि जस्तै अब मोबाइलमा फोन आएन भने पनि मैले मोबाइल त्यत्तिकै नै केटा कहाँ हो भनेर त्यस्तो खालको पनि एउटा त्यत्तिकै के बोलिदिने कति देख्यो भने कति बाहिर आइहाल्छु कि भनेर अनि म फेरि साह्रै लाज मान्ने कि अनि ऊ दोकानमा आउँदा नि जस्तै अब
म मात्रै छु भने त म गइहाल्थेँ अनि यस्तै मेरो साथी कोही बसेछ भने चाहिँ मैले उसलाई पठाउँथेँ कि अनि म चाहिँ भित्र लुकेर बस्थेँ त्यस्तो डर लाग्ने त्यति बेला हजुर हाम्रो उमेर चाहिँ एउटै हो नि त अनि उमेर एउटै हो उहाँ चाहिँ इन्डिया बसेर आएर हुनाले चाहिँ क्लास सानो भएको हो क्या अनि त्यति साह्रो बोर्डिङमा खेल्ने पनि पढ्यो नि त हो अनि म बोर्डिङमा पढ्थेँ उहाँ सरकारीमा पढ्नुहुन्थ्यो अनि सरकारी स्कुलमा गइसकेपछि हाम्रो यस्तो भएको हो उसँगै चाहिँ लभ गर्छु भन्ने चाहिँ तपाईँको आँट चाहिँ कसरी आइपुग्यो आर्ट कसरी आएको भन्दाखेरि मैले उसलाई र मैले अरू अरू केटीहरूलाई पनि मैले राखेर हेर्दाखेरि मेरो नजरमा ऊ सबभन्दा धेरै बेस्ट थिएन त फेरि त्यो भन्छ नि अब मभन्दा धेरै माथि लेभलको कास्टको चाहिँ धेरै पनि अरू पनि थिए तर मलाई कास्टसँग केही मतलब थिएन कि दाइ मलाई चाहिँ कस्तो केटी चाहियो भन्दाखेरि एकदम राम्री एकदम मलाई चित्त बुझ्ने खालको त्यही भएर पनि ऊ मेरो नम्बरमा परेको एकदमै बेस्ट नम्बरमा तपाईँलाई त्यो कुरा चित्त बुझ्यो कि बुझेन मलाई चाहिँ सुरुमा चित्त बुझ्थेन अनि बिस्तारै बिस्तारै अब धेरै मायाको प्रस्ताव आउँदाखेरि अनि कोही साथीहरूसँग नि वर्षाको मेरो हालखबर बुझ्नको लागि मेरो साथीहरूलाई भन्ने अनि त्यसपछि अनि त्यस्तो धेरै उ गर्दाखेरि चाहिँ अनि मेरो पनि मनै हो अनि मनले मानेन अनि पग्लियो मन तपाईँको साथीले चिठी चाहिँ ओसार पसार गर्नुहुन्थ्यो यस्तो थियो फेरि है ओसार पसार गर्ने पनि कस्ता भन्नु न फेरि नाम म भन्दिनँ होइन 2 बहिनी थिए उसको बहिनी मसँग पढ्ने अनि फेरि उसको दिदी फेरि उसँग पढ्ने 2 बहिनीले नै ओसार पसार गर्थ्यो क्या चिठी यतादेखि चाहिँ बहिनी मतिरबाट चाहिँ बहिनीले अनि उतिरबाट चाहिँ दिदीले फेरि ओसार पसार त्यताबाट हुन्थ्यो अनि फेरि मेरो फेरि राइटर फेरि अरू नै थियो लेख्ने मेरो साथी नै थियो मेरो चिठी लेख्ने चाहिँ मेरो साथी थियो उसको ह्यान्ड राइटिङ अलि राम्रो थियो त्यही भएर पनि मेरो साथीले चिठी लेख्थ्यो उसको चाहिँ थाहा भएन कसले लेख्थ्यो म त आफै लेख्थेँ नि दिनमा कति पटक पठाउनुहुन्थ्यो चिठी अब नजिकै रहिसकेर घर त अब हाम्रो फोनमा पनि कुरा हुन्थेन अनि प्लस भेटेर पनि कुरा हुन्थेन स्कुलमा पनि अब मलाई एकदम धेरै डर लाग्ने उसँग भेट्न अनि त्यही हो 2टासम्म चिठी चाहिँ दिनमा 2टा मबाट 2टा उताबाट 2टा चाहिँ रिप्लाई मदेखि चाहिँ माया उदेखि चाहिँ नाइ भनेर रिप्लाई आउँथ्यो चिठी चाहिँ फेरि एउटा पेजको पुरै फुल हो फेरि दिने चाहिँ चिठी तपाईँले सुरुमा चिठी दिँदाखेरि के लेख्नु भएको थियो मलाई याद त छैन तर म ट्राई गर्छु भन्नलाई होइन म तिमीलाई बहुत धेरै माया गर्छु अनि म तिमीलाई कहिले पनि छोड्दिनँ अनि त्यस्तै अब त्यतिखेरको उमेरै अब त्यस्तै थियो नि त अब त्यो के हो अब जुन तारा झारिदिन्छु तिम्रो लागि मरिदिन्छु भन्ने टाइपको त्यस्तो पनि मैले भनेको थिएँ उसदेखि चाहिँ मन पराउँछु भनेर त मलाई त्यो किसी आशै थिएन किनभने उसले मलाई काले अनि त तिमी कति नराम्रो छौ यताउति अलिकति हुन्छ नि छि कसले मन पराउँछ यस्तोलाई यताउति भनेर भन्थ्यो होइन मैले चाहिँ अनि म त मन पराउँछु भनेर भन्थेँ उसलाई चाहिँ होला बरु केही मन परेको मतिरबाट त मन पराउने खालको रिप्लाई थिएन त म कसरी भनौँ कतिवटा चिठी दिँदाखेरि बल्ल पछि यसो भएको खासमा चिठी दिँदा चाहिँ ऊ 10 कक्षा पास गरेर गइहाल्यो म त्यही स्कुलमै रहेँ अनि चिठीमा चाहिँ हाम्रो ऊ सक्सेस भएको होइन केमा सक्सेस भयो खासमा पछि कलमा चाहिँ सक्सेस भएको चिठीमा पनि यसो भएन होइन कसरी नम्बर पाउनुभयो त पछि मैले पछि थाहा पाएँ उसले मोबाइल चलाउँछ भन्ने कुरा चाहिँ मैले थाहा पाइसकेपछि अनि मसँग चाहिँ मेरो एउटा गाउँको साथी थियो अनि उसको घरको छेउको साथी थियो क्या उसलाई मैले भने तिमी उसको घर गइरहेछौ होइन उसको घर तिमी गइरहेछौ एउटा काम गर उसको मम्मीको मोबाइलमा चाहिँ टक्क डायल गरेर नम्बर कति हो सर्च गर भने मैले अनि उसको साथीलाई मैले त्यो साथीलाई के भने भन्दाखेरि अनि वर्षाले चाहिँ अनि मोबाइल हेर्ने टाइमिङ पनि याद राख 2-3 दिनसम्म उसलाई फलो गर कुन बेलामा चाहिँ उसले मोबाइल धेरै हेर्छ अनि ठ्याक्क उसले अनि यो बेलामा धेरै मोबाइल हेर्ने रहेछ वर्षाले भनिसकेपछि मैले ठ्याक्कै त्यही बेलामा फोन गर्थेँ कि वर्षालाई पाउन सङ्घर्षको पहाड धेरै चढियो पहाड पनि फोडियो वर्षाले सुरुमा फोन कलमा कुरा हुँदाखेरि के भनेर कुरा भयो केही नै मैले त गाली गरेको सुरुमा त के भनेर गाली गर्यो त्यो चाहिँ अब अनि कसरी थाहा पायो त उहाँ नै हो भन्ने कुराहरू आवाजबाट अनि उहाँको चाहिँ पहिला चाहिँ आजभोलि त अब अलिक केटाको जस्तो हुन्छ पहिला चाहिँ अलिक केटीको जस्तो मानिन्थ्यो क्या अनि कहिले कस्तो मम्मीले उठाउँदाखेरि पनि अब मम्मीले चाहिँ थाहा नै पाउनु भयो अनि पहिला सुरुमा त अनि के अरे उसकै जस्तो लाग्यो मम्मीलाई अनि मैले भने अनि केटीको जस्तो आवाज छ अनि कहाँ अनि भन्नुहुन्छ अनि उसको बुवाको नाम जसे हो नि त जसेको छोरा होइन यो फोन गर्ने भनेर भन्नुभयो अनि त्यसपछि होइन मम्मी अनि मेरो साथी हो केटीको भयो त केटीको आवाज र केटाको आवाज चिन्नुहुन्न भनेर भने आज अनि टाइमिङ थियो अनि म दुध पुऱ्याउनु जाँदाखेरि चाहिँ फोन गरिरहेको थिएँ अनि त्यही टाइम थियो बाहिर सुरु कलमै यसो भयो
नाइ कहाँ हुनु आई लभ यु पनि उहाँले भन्नु भएन के अनि मैले आई लभ यु टु भनेर नि त्यसरी हाम्रो सम्बन्ध सुरु भएको होइन केही नभनी यस्तै बोल्दै 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 गर्दाखेरि यसरी सुरु भएको उसलाई मन पर्नु थालेको। तपाईँको बुढाको एकदमै राम्रो बानी नराम्रो बानी के छ? सुरुमा राम्रो भनौँ है। ल राम्रो चाहिँ उसको फ्यामिलीले जस्तै अब मलाई केही भन्नुभयो भने चाहिँ 100% सपोर्ट गर्ने उसको बानी छ। यो चाहिँ एकदमै राम्रो लाग्छ मलाई। हजुर। अनि अर्को चाहिँ एकदमै धेरै साथ सपोर्ट माया पनि अहिलेसम्म कम भएको छैन। अनि त्यो बानी पनि एकदम राम्रो छ, यस्तै भइरहोस् भन्न चाहन्छु। अनि नराम्रो चाहिँ बिहान ढिलोसँग सुत्नुहुन्छ त्यो मलाई राम्रै लाग्दैन। अनि अर्को कुरा चाहिँ कतै बाहिर जानुभयो भने चाहिँ अनि फोन चाहिँ अफ गराउनुहुन्छ क्या, कतै फोन गर्ने हो कि भनेर। अनि त्यो पनि बानी मलाई एकदम मन पर्दैन। अनि अर्को पनि साथीहरूसँग धेरै जानुहुन्छ क्या घुम्न, अनि मलाई एक्लै छोडेर अनि घरमा एक्लै हुन्छु अनि नराम्रो लाग्छ क्या। त्यति नै हो, अरू केही पनि छैन? छैन त्यस्तो त। ओके, वर्षाको एकदमै नराम्रो बानी र राम्रो बानी के छ? सुरुमा चाहिँ उसको मैले राम्रो बानी भन्छु है। ओके। राम्रो बानी चाहिँ के छ भन्दाखेरि जस्तै मेरो कपडाहरू फोहोर भयो भने तपाईँको कपडा धुँदै धुन्न, तपाईँ आफै धुनु, म त धुँदै धुन्न भनेर भन्छ। अनि पछि जब मैले अनि नधोइदिनु नि त भनेर भनेपछि झन् उसले धोइदिन्छ क्या। अनि म कतैदेखि म गाउँ गएँ भने म गाउँबाट आएँ भने टक्क कपडा सुकेको देख्छु क्या मैले, सफा भएको। त्यो चाहिँ मलाई एकदम राम्रो बानी लाग्छ एउटा। अनि नराम्रो बानी चाहिँ के छ भन्दाखेरि उसको मेरो कुरालाई चाहिँ नराम्रो भन्ने क्या। तिम्रो कुरा राम्रो भएन, मेरै कुरा राम्रो होइन, त्यो खालको उसमा चाहिँ एकदम धेरै झनक्क रिसाइदिने अनि एकदम मिनेटमा रिसाइदिने, त्यो चाहिँ एकदम नराम्रो बानी उसको।